त्यहाँ पकाउने कार्यक्रम हुँदैछ। टक्क अब यहाँ जाल माछा ल्याउ गरेर टक्क जाल बुन्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ हाम्रो यो माछा चाहिँ टक्क भरे देखाउँला माछाहरू चाहिँ। अहिले यहाँ टक्कै पानी चिया पकाउनुलाई बनाइँदैछ। बिहान कति बज्यो अहिले? लगभग 6 बज्यो होला। फाइनली 1 घन्टा लागेर चिया आगो बालेर चिया पकाइयो। माछा पनि अब अहिले भरे देखाउँछु माछा चाहिँ एकैचोटि असलाई मात्रै छ। यो चाहिँ जोगमाई खोलामा टक्क यहाँ मङ्गेश्वर दाइ हो, म चाहिँ यहाँ छु। अनि हामीले खाजाहरू पनि बाहिरै खाने भनेर बोकिरहेको छु मैले भरे माथि पकाएर। यहाँ चाहिँ टक्क चिया खाने हो होइन। म चाहिँ अनि माछा चाहिँ त्यहाँ छ 2 ठाउँमा छ, असला मात्रै छ। खोला चाहिँ यही अब यस्तो छ। मलाई चाहिँ एकदम गाह्रो भइरहेछ हिँड्नु, बाटोहरू पनि छैन। यस्तो ठाउँमा हिँड्नुपर्छ। अब फर्स्ट टाइम आएको हो नि त म त, त्यही भएर मलाई चाहिँ एकदम गाह्रो भइरहेछ क्या यहाँ हिँड्नु। केही छैन। त्यो चाहिँ 5 दिनको तपाईँहरूको 5 दिनको ऊ हो। हामी चाहिँ 5 दिन माछा मार्नुको लागि हिँडेको घरबाट चाहिँ। यसरी हो टक्क यो चाहिँ नुनसुन के खानेकुराहरू बाटोमै पकाएर खाने हो। अब भरे माछा मारिसकेपछि होटलमा आएर टक्क होटलमा खानासाना खाने, सुत्ने चाहिँ होटलमै हो। तर पकाउने चाहिँ यसरी अब दिउँसो खाजाहरू चाहिँ अब बोकेर चियाहरू यसरी बोकेर हिँड्छौँ। फाइनली अब चिया खाइसक्यो। अब रेडी अब जाल हान्नुलाई टक्क अब चाहिँ रेडी भइसक्यो। आगो यहाँ चिया बनाइयो हो सक्कसँगले। अब दाइ आफ्नो काम गरिरहेछन्। हाम्रो मङ्गेशले अब आफ्नै काम गरिरहेछ। हुन चाहिँ 2 बजी राति निक्लिने कुरा थियो तर सुतेछ धेरै बेरसम्म। ठिकै छ। अब हेर्दै जाउँ कतिको मर्छ माछा। ल भरे राति खेल्नु सकिँदैन होला नि खोलामा माछा खाना खाने त्यहाँमाथि गएर अनि माछा कसैलाई चाहिन्छ सम्पर्क गर्नु। दाइहरू चाहिँ ठ्याङ माछा मार्दैछन्। म चाहिँ यसो हेर्ने मात्रै परेन माछा। गाह्रो छ नि। हाम्रो मङ्गेशले हान्यो, पार्यो है मङ्गेशले पार्यो। अब चाहिँ ल टक्क हाम्रो यसो खानासाना बनाउने बेला हो। टक्क माछाको लो काटिन्छ। यहाँ आगो बल्दैछ यस्तो टक्कसँगले। अब यहाँ चाउचाउ चिउरा ल्याइएको छ। अनि अरू तपाईँको के छ तेल अब माछा चिउरा चाउचाउ खाने। यहाँ चाहिँ हाम्रो माछा चाहिँ यहाँ छ। अब माछा खनाउनु पर्छ। मङ्गेशले चाहिँ माछा केलाउँदैछ। यो चाहिँ तपाईँको किन केलायो भने यत्तिकै राख्यो भने अब कुहिन्छ नि त उसले गरेर। यो चाहिँ लो हो।
यो पनि खाँदा हुन्छ अनि एकदम राम्रो हुन्छ दामी हुन्छ फाइनली असलै मात्रै छ अरू माछा कुनै छैन सब असलै मात्रै छ सब 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 दाइले चाहिँ अब पकाउनु सुरु गर्नुभयो सुरुमा के पकाउने दाइ सुरुमा माछा ए माछा त्यो माछा फ्राई गर्नुपर्छ होइन र फ्राई गरेर एकै ठाउँ लाउने हो ए हो ल ल दाइले चाहिँ अब यस्तै छ अब खोलाको यस्तै हो खोलाको खुवाई यता हाम्रो मङ्गेसले माछा कति मरेछ 1 केजी अलिक बेसी मऱ्यो होला अलिक धेरै छ गुही अनि यत्रो धेरै हुँदो रहेछ अनि आमाम यति माछाको झन् एक बटुका हुँदो रहेछ यस्तो गुने अनि ल खोला चाहिँ यही हो खोलाको नजारा पनि देखाइदिउँ न तपाईँहरूलाई खै छोडछोड मगेस खोला यस्तो खोलामा मार्नुपर्छ कति दुःख छ त्यो ढुङ्गै मात्रै छ ढुङ्गा घारीहरू मात्रै गाह्रो छ नि माछा मार्नु एकदम गाह्रो छ म चाहिँ फर्स्ट टाइम आएर यसरी माछा मार्नु एकदम रमाइलो लागिरहेको छ मलाई चाहिँ यस्तो रमाइलो लाग्छ र आएको होइन एकदम खानुभन्दा पनि यसो यताउति यसो माछा साछा मार्नु यताउति एकदम रमाइलो लाग्छ र त्यही भएर आएको हेरौँ अब भरेसम्म कतिको मारिन्छ हामी चाहिँ 5 दिनसम्म माछा मार्ने भनेर आएको छौँ हेरौँ नेक्स्ट कति मारिन्छ अब अहिले भरे कति हुन्छ म तपाईँलाई फाइनली म देखाइदिन्छु माछा पनि ल हाम्रो दाइ र मङ्गेस धमाधम आफ्नो आफ्नै काम गरिरहेछ 2 जना हो जाल चाहिँ मलाई त अब खेल्नु पनि आउँदैन ल दाइले सबै एकै ठाउँ लाएर बनाउनु हुँदैछ झुटिन्छ होला हौ दाइ माछा यो चौचौसँग अहिले झुटिँदैन झुटिन्छ तेलमा त चलाउनै पऱ्यो नि त होइन नत्र नि ठ्याक्कै उलाइदिनु चौचौली नसुलेर छैन पानी लाउनु अनि चौचौ लगाइदिनु अनि हुन्छ त्यसरी पनि पाक्छ त्यही हो जङ्गलको खुवाइ एकदिन खाँदै घरमा जस्तो मिठो मिठो खोज्नु हुँदैन नि त होइन त कि कस्तो म चाहिँ अब जस्तो पनि अब खाइदिन्छु होइन समय परिस्थिति अनुसार कस्तो थुकायो तर म हुन्छ नि है नाटक गर्नु चाहिँ आउँदैन मलाई अब चम्ची नभएपछि टक्क बाँसको चम्चीको जुगाड लगाइयो दाइले त माछा भाग अब माछा र टक्क के हो यो चौचौ होइन ल चिउरा चाहिँ कहाँ छ आजको खाना यस्तै यस्तै हो अब मान्छेले चम्ची बनाएको अब चम्चीले धुनुपर्छ होला हौ त यो धुनुपर्छ होला धुनु धोएर ल्याउँछु होइन अब यो हल्का त धुनै पऱ्यो नि त होइन खोलामा अरू पानी चाहिँ हुँदैन खाने पानी पनि यही हो के गर्ने पानी पनि यही हो त्यसो ढुङ्गाको चेपमा बसेर अब चाहिँ खाने बेला भयो ल खाँदा हुन्छ दाइ ल चौचौ मासेर लाउने होला नि त होइन हुन्छ खोल्नु नि चढाउनुमा ल दिनै भए पनि खानु अब साथी ओहो ल हाल्दै मैले होइन के राख्नु नि ए ल चौचौ उसले बने त अगाइँदैन नि त भाइ ऊ बिना त अगाइँदैन नि त चिउरा बिना त हालिदिनु नि त हाल्नु हाल्नु अर्को रहेछ भएकै ठाउँ ठिक छ ठिक छ मैले चाहिँ आइडिया जान्ने रहेछ नि त यसले पो जान्दो रहेछ त के आइडिया बनाउने यस्तो बनायो भने नहुने त हो यसले चाहिँ रहेछ नि दाइले चाहिँ चम्ची ल्याउनु भएको छ हामीले ल्याइएन
माछा जे भन् मिठो हो यो अचार टक्क अब हामी चाहिँ खाइसक्यौँ त्यहाँ चाहिँ माछा रहेछ त्यो अरिङ्गो लाग्यो अनि त्यहाँ चिया पाक्दैछ अब चिया खाने अनि 2 बजीसम्म खेल्ने जाल त्यसपछि चाहिँ अनि तपाईँको 2 बजीसम्म खेलेर फेरि गएर सुतेर अनि भरे बेलुका फेरि खेल्ने दाइहरू चाहिँ पुरा माछा मारेको छ माऱ्यो भने माछा पर्दैन एकदम राति मात्रै पर्ने रहेछ माछा चाहिँ अघि त बेलुका अलिकति मारेको माछा थियो हो अहिले दिउँसो खासै माछै परेको छैन र बाटो लास्ट त्यो अघि त्यो त है अन्त पानी अमला हो त्यसमा पाउँछ टिपेरी खाइदिएको नि उहाँ चाहिँ हाम्रो मङ्गेस हेरमै माछा निकाल्छ कि निकाल्दैन हो निकालेन मङ्गेसलाई पनि दाइले चाहिँ निकालिसक्यो अघि भिडियो बनाऊ भनेको राति थियो अनि एकदम अँध्यारो थियो तर भिडियो पनि खासै बनाउनु पाइएन माछा मरेन यस्तो त अब कहिले हो टाइम मात्रै वेस्ट हुन्छ जस्तो त अब हामी फर्किन्छौँ होला सायद फर्केर भरे बेलुका मार्ने हो परेन माछै पर्दैन नि मैले त जुत्ता लगाएको छु त सबै जुत्ता भिज्नु त भिजिसक्यो त्यही पनि यो चाहिँ के हुन्छ नि डेन्जर ठाउँहरू हुन्छ म त के डेन्जर भन्नु तपाईँहरूलाई दिउँसो भएर देखायो बाटै हुँदैन ठाउँमा यिनीहरूले अब माछै परेन अब चाहिँ घर लाग्ने बेला अब कति छ है कति छ 1 आधी छ फाइनल्ली अब हामी चाहिँ फर्किँदैछौँ माछा लिएर त्यो जङ्गल खारी आम्मामा गल्यो कालो कहाँ सजिलो छ त माछा मारी खानु गाह्रो छ नि त्यो जङ्गल बिचमा घरहरू पनि छैन अब जिउलाई एक्सर्साइज पनि हुन्छ म चाहिँ किन उसोमा हिँड्छु भने आफ्नो खासमा चाहिँ अब होइन घरमा बस्नु मात्रै रहन्छ नि त त्यही भएर जिउलाई एक्सर्साइज होस् मजा र किनभने हेरौँ न उकालो बाटो बाटो हुन्छ अलिक एक्सर्साइज हुन्छ नि त त्यही भएर पनि हो क्या